एउटा जंगलमा एउटा चतुर स्याल र एउटा मूर्ख ब्वाँसो बस्थे। एक दिन ब्वाँसोले स्याललाई भन्यो, स्याल दाई, हामीले आज सँगै शिकार गरौँ न। स्यालले मुस्कुराउँदै भन्यो, ठिक छ, तर शिकार गर्नु अगाडि हामीले योजना त बनाउनु पर्यो नि। दुवै जंगलमा गए। बाटोमा एउटा ठुलो माछा बोकेको माझीलाई देखे। ब्वाँसो लोभी भयो र भन्यो, म त्यो माछा खान्छु, मलाई भोक लाग्यो। स्यालले सम्झायो, हामीलाई माझीले देख्छ, बरु चाल चलौँ। स्यालले एउटा उपाय निकाल्यो। ऊ माझीको नजिक गएर ढोङ गर्न थाल्यो। अय्या, मेरो खुट्टा भाँचियो, मलाई बचाउनुहोस्। माझीले माछा छोडेर स्याललाई हेर्न गयो। यतिकैमा ब्वाँसोले माछा चोरेर भाग्यो। स्याल पनि हाँस्दै उठेर भाग्यो। पछि ब्वाँसोले माछा एक्लै खान खोज्यो। स्यालले भन्यो, हामीले सँगै काम गरेर ल्यायौँ, बाँडेर खाउँ। तर ब्वाँसोले मानेन। एकछिनपछि माझीको कुकुर आए र ब्वाँसोलाई लखेट्यो। स्याल भने टाढा बसेर हाँसिरह्यो। यस कथाले हामीलाई के सिकाउँछ भने लोभले सधैँ हानि गर्छ, सहकार्य र इमान्दारीले फाइदा हुन्छ। त्यसैले सहकार्य गरौँ, इमान्दारी बनौँ। धन्यवाद।